क्या हम एक आइटम मैच है? Hi guys, welcome back to my channel. आज चाहिँ हामीले गर्न लागेको छ कलर गिफ्ट एक्सचेन्ज च्यालेन्ज अनि यो चाहिँ कुन जमानादेखिको प्लान हो कतिचोटि शिफ्ट आई थिंक जनवरी 21 भन्दा नि अगाडि यो टेकको अलिअलि हाइप सुरु हुने बेलामा मैले यति धेरै रिल पठाउँथेन अनि म चाहिँ इग्नोर गरेर रियाक्ट पनि नगरिकन छोड्थेँ होइन पछि भनेको अनि ल त नि गरौँ भनेर एग्री गरेको त्यसपछि फेरि कहिले यसको काम पनि कहिले मेरो काम पनि तेरो पनि काम पर्छ एकचोटि के गर्ने बेला तँले सामान किनेर नि भ्याएको थिएनस् मैले भनेको सामान किनेर नि भ्याएको थिएन मैले अस्ति भर्खरको शनिबारसम्म गरौँ भन्दा नि सामान किनेर नभ्याउने यो फर्स्ट क्लास होइन लास्टली घुम्न गएको थियो अनि त्यसपछि चाहिँ आए थियो त्यो शनिबार के भयो थियो त्यो शनिबार म एकदम धेरै हिँडेको भएर मलाई निस्किनै मन लागेको थिएन कि यसलाई मेरो घर आइज भनेको मानेको थिएन अनि पहिलादेखिको पहिलाको प्लान हो नि आज पनि आइने अनि म यसको घरमा आएको छु लेट्स स्टार्ट है फर्स्ट कलर रक पेपर सिजर भने जसले जित्छ त्यसले फर्स्ट कलर भन ल 1 2 3 गो रक पेपर सिजर शूट रक पेपर सिजर शूट ल ताली वन डार्क ब्लू ए होइन अर्को भन्छु पहिला ग्रीन भाइ 1 2 3 हो भने अनि उता फर्कियो नि 1 2 3 भन्छ ए भगवान मैले त कस्तो 1 2 3 गो मायालु तिमी कता छौ मायालु तिमी अत्यधिक नेपाली ब्रान्ड हो के हो यो हाम्रो नेपाली साबुन हाम्रो के एउटा गीत थियो नि मायालुको माया मिठो ल भयो लेख न नि भन्न पर्छ ल नेक्स्ट कलर होला मेरो पाल्यो नेक्स्ट कलर ल डार्क ब्लू ल उता हेर म त लेख्दिन माया ल रुके 1 2 3 गो तिमी धेरै काम गर्नुपर्छ राम्रो जग्गा भाडा दो अब म भाडा माझ्न बेस्ट भएर जान्छ धोते जाओ टल्कन्छु रिन्सी बर्तन धो रिच साबुन अहिले भइरहेको छ दिस भेरी मच ल रुक यस्तो हो कि अर्को छ है फेरि साउथ खान्छु नि त अब एकदम यसको हेल्दी इरा चलिरहेको मैले होइन ब्लूको अर्कै के किनेको थिएँ होइन फेस मास्क टाइपको अनि त्यो कस्तो 2 हप्ता 3 हप्ता भइसकेको थियो होइन अनि मैले युज गरेँ अनि यसले पिरियड भयो भने चाहिँ मैले छिटो ओके थ्याङ्क यू म यसले भाँडा मार्छु ल यसलाई ल पर्पल भयो 1 2 3 गो यसले म मेरो लाइफको मिस्टेक्सहरूलाई मेटाउँछु के भएको भन्छु कि द्वारा मैले एउटा कलर मगाएको होइन अर्को कलर आइदिएको होइन लास्ट मिनटमा मैले पर्पल केही नि पाएन अनि मैले इरेजर राखिदिएको पर्पल नै हटायो ए यो स्काल्प मसाजर यो मुख पुस्तेर अनुहार हेर्न लाइक छैन यसले पुसेर सफा गर अब मेरो पाल्यो ए भगवान ल ब्राउन छ्याम कस्तो हाँसो लाग्यो मलाई त ल 1 2 3 गो cute काइयो for a cute girl यो ग्लस ग्लस एकदम मन पर्छ हैन ब्राउन वाला केही न यो सबसे लास्ट वाला शपिङ हो के मैले ग्लस चाहिँ डेन्जी यसलाई ग्लस भन्ने चाहिँ भइरहेको छ मलाई मन पर्न थाल्यो मैले 1 महिनामा एउटा ग्लस सिताउँछु होला व्हाइट oh my god 1 2 3 गो किनले गर्ने आधी टाइम चाहिँ टोइलेटमै हुन्छ तदेर फोन गर्ने म टोइलेटमा हग्दैन भन्छ नि त यो पुस्न ल नाइस कन्सियस लान्ची हातमा लाग्ने कस्तो प्रिटी देख्नु रहेछ के भाग्यो रेड 1 2 3 गो What is this? Crop tea वाला मुस्ताङको यो छ यो एकदम हेर्नेदेखि अब्सेस जस्तो देखियो के हैन यो रे हैन न यो अनि अर्को छ
आई लभ हेयरब्यान्ड तर मैले एकदम मैले यो चाहिँ ब्राउनमा खोजेको थिएँ तर ब्राउनमा नरहेछ क्या त्यहाँ अनि अर्को चाहिँ यो त्यो चाहिँ एकदम ओजीवाला होइन दिदीहरूले पहिला डेन्जर युज गर्थ्यो कि यो कस्तो छ मलाई थाहा होइन तर मलाई यो देख्ने बित्तिकै एकदम नोस्टाल्जिक भएर अनि मैले यो लिइदिएँ मैले यो लिइसकेँ थिएँ नि फेरि यो लिएँ पर्फ्युम हो यो ऊ गर्नु स्मेल गर्नु कस्तो थाहा मलाई कसरी यसरी खोल्ने हो ओ माय गॉड मैले फर्स्ट टाइम मैले यो पहिला युज गरेको चाहिँ थाहा हुन्थ्यो हैन दिदीहरूले युज गरेको स्मेल गर्नु कस्तो थाहा पहिला 90s तिरको पर्फ्युम हो कि यो कस्तो गाह्रो पाइस त 90s पर्फ्युम हो कि यो त पहिलाको बासमा त हो के कस्तो मिठै हो त्यस्तो टलरेबल लाइट छ जस पहिलाको यो गयो फेरि मुरो फेरि लिन मलाई म त के यस्तो भएको यसरी चकलेट इमेजिन गर्छु कुन कलर लाग्यो हो अब तेरो पाली ऑरेंज 1 2 3 गो रुक जरा सबै करो यो नानीलाई लडा दिन्छु मैले रुक जरा सबै गरेर राखन छ डायरी यो चाहिँ काम लाग्छ है यो कन्सल्टेन्ट हो नि त त्यही भएर so this and this ए रुक अर्को नि छ पढ्लै किबोर्डमा पढ्लै यो यता गर्छु के लिक्विड पढ्ने हुन थाहा नि किबोर्डमा वे आयो वे मान्छे नो आई वी गाडी आयो माथिसम्म मैले चकलेट भएन भन्थे न त मलाई मलाई ओरेन्ज अनि त केही नाको के पाइदिमा एल्लो ए मेरो ओरेन्ज त देखाउनै बिर्सेको सफ्ट के हो यो लाइनर त्यो लाइनर हुन्छ ठिकै युज गर्छु मैले यो कहिले 1 2 3 गो जोए पपाया यो नि त राजबाट मगाएको तीन देखि आकै अ सनफ्लावर क्यूट के हो यो ह्यान्डमेड विथ लभ तेरो ह्यान्डराइटिङ हो हैन यो होइन त्यो गरेको होला लेट मी सो यु लेट्स होप कि म यो मलाई फिट होस् हैन हुन्छ यहाँ लगाउने हो के जान्छु इभेन्टमा मैले मुटु भएन नि क्युट छ तर भन्ने यसलाई जान्छ कस्तो मन परेको के हैन प्रिटी हो पनि हेर्ने बित्तिकै योमा गएको कहाँ सुरुमा सनफ्लावर भएर हैन यो यहाँ ल ब्लू है भयो हैन ब्लू अब जुन ब्लू 1 2 3 गो ल सामान हालेर ल्याउँछ ल ओके नाइस थॉट ओ मैले नि एउटा पेन्सिल पनि देखाएको त गयो त्यो त नि हेर पेन्सिल कता गयो त्यो स्काई ब्लूमै थियो के तपाईँ अहिले भेटाइसी भेटाइसी रुकाएको नि छ म अब यसले लेख्छु अनि यसले मेरो कहानी लेख्छु यसले मेरो मिस्टेक्स मेट्छु ला बुबु भएको ओरिजिनल ठुलो होला भनेर राजबाट मगाए ला बुबु तर अर्को पनि छ ले त झोलामा हालौँ लाइ 1 2 3 बाहिरको कभर नि ब्लू भनेको पिङ्क गराएर मोरे त तैँले आफै बनाउन सक्थेनस् उनेर ए त्यो ब्लू गराएर यो रिबन यसो ध्यान ब्लू यसो देखाउनु खोजेको यो बाहिरको नि ब्लू भन्थ्यो कि तर कस्तो प्रिटी बनाइदियो ओके है लाइफमा मलाई बुके कहीँ मायाबाट पाउने भयो अब मैले बुके पाउने भनेको सिर्फ एकजनै मान्छेबाट हो इट्स हर ओन्ली कतिवटा बुके दिइसकेन मैले पेन्सिल ल्याइदिएको थिएँ क्या मैले पेन्सिल दुई थियो कि दिमागमा पेन्सिल त हालेछ स्काई ब्लू यस्तो हो कि लाबु मैले यत्रो ठुलो इमेजिन गरेको थिएँ होइन लाबु हुन्छ भनेर यसै हेरेको त होइन पुण्य लाबु आइदियो कि मैले अनि पेन्सिल पनि देखेँ अनि पेन्सिल मैले पेन्सिल पाएँ म नि यसले मेरो भविष्य गर्छु लेखौ भविष्य आफैले यही लास्ट है हाम्रो अब को छिटो सक्यो जस्तो भएको है हामी छिटो देखेको छैन मैले हेरेकै छु 1 2 3 गो लेखौ भविष्य तो गाइस खोल मैं तो इसने मेरा शॉपिंग कर दिया आज इवेंट में लाने चलने लागेको थियो सेक्सी लेडी इन द वर्ल्ड यो कुन ड्रेस होला याद आएन तँलाई
तर त्यतिको लागि मगाएको मलाई मगाइदिएको होइन हुन्छ म तर हुन्छ भन्थेँ तर मलाई डाउट लागिरहेको थियो तर भएन नि त लसमै छ नि त हुन्छ तेरो बर्थडे ओके मेरो बर्थडे आउला है तर हुन्छ भन्थ्यो कि त्यसले त्यतिखेर लिइसकेको हो तर त्यतिखेर मैले पैसा दिन्थेँ नि तर इट्स ओके मैले गिफ्ट पाएँ हे दिलले ला फेस मास्क यस्तै ब्लूमा नि थियो कि होइन मैले युज गरेँ hyaluronic acid mask. That's it for the video. Oh my god, लास्ट यो कसले जित्यो होला So that's it for यो the फिट हुन्छ video. कि भनेर ट्राई गर ल I'll try गरौँ. So that's it for the video. Hope Okay, you मलाई- liked it. मायालु ग्रीन मैंने किसी का ऋण नहीं खाया अब रिच हो क्या ये तो रिच हो मैले यो किनेको थाहा तँ रिच हो रिच से माज कर रिच हो यस्तो खालके भाडा पनि माझे भने फेरि साबुन पनि थियो भाडा पनि थियो सबसे बेस्ट गिफ्ट मलाई के लाई भन्छु त कहाँ गयो मेरो गिफ्ट मेरो बेस्ट गिफ्ट आज के लागि बेस्ट गिफ्ट बेस्ट गिफ्ट म हेर्दैछु रुका यो लाग्यो बेस्ट गिफ्ट ब्लुटर हेर्छ क्लियर विनर भइस् त है मुझे हारने की आदत नहीं है तैँले आफै भन्दैछ तेर उस घरमै मिनिमम मेरो उस गरेर मैले नि ल त नि भनेर अनि Okay, so that's it for the video. बाई अब अर्को भिडियो लिएर हामी छिटै नै आउला आजको लागि यति नै यदि हजुरहरूलाई मन पर्यो भने के गर्नु पर्यो लाइक शेयर एन्ड सब्स्क्राइब अनि त्यसपछि कता गयो अनि त्यसपछि धेरै म जस्तो मायालु मान्छेलाई धेरै धेरै माया देखाइदिनु पर्यो मायुले फेरि नुहाउनु नि पर्यो नि फेरि त्यही भएर दिएको नि जहिले नुहाउनु नुहाउँदैन साल सॉरी महिना में एकचोटि सॉरी फॉर माय लैंग्वेज ये ऐसे ही है म मात्रै शब्द यस्तो शब्द मेरो मुखबाट कतै निस्किदैन हो don't act like that, okay? Don't act like that. What do you mean? Huh? What was that? What was that? इस टोन से मुझसे बात नहीं करने का करूंगी आगे से इस टोन से करूंगी मुझसे बात नहीं करूंगी करूंगी You करूंगी don't do that. करूंगी 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 Shut up, don't इतना ही आता है नो हाँ No, हाँ no. हाँ पागल लग रही है ये हाँ। पागल है ये क्या करते निशा टक टु म्यान निशा यसको फेभरेट के हो न यसले गर्दा के गरेर जित्न सक्यो भने यस्तै गर्छ मुझे गर ओ त्यस्तै हुन्छ एकचोटि हाम्रो झगडा परेर अनि त्यसपछि यो निस्किन्थ्यो भने म घर जान्छु म घर जान्छु आँखा भरि आँसु गरेर अनि जान्छस् त अनि यस्तरी ब्याग आउँथेँ घर जान्छु मलाई डिट्टु के हो न यसलाई नि अब भिलाबाट आउट गर्दै अब के हो न ओ के हो न ओके यो स्प्लिट भिला नहिँलाई थाहा होइन होला तर के हो न हो यो गएर सर्च गर्नु सेम डिट्टु खुसी डिट्टु एटलिस्ट आइ एम डिसेन्ट त खुसी होइन खुसी होइन खुसी त हाम्रोमा त अर्कै ओके हिंट गरौँ नबनाऊँ यहाँ Oracle क्या हम एक आइडल मैच है Oracle की कैलकुलेशन के अनुसार आप दोनों एक आइडल मैच हो नहीं हो भन्न Oracle क्या हम एक आइडियल मैच है Oracle के कैलकुलेशन के अनुसार आप दोनों एक आइडियल मैच नहीं हो चंद से जो टूटा कोई सपना जब सुना इट्स ओके अगर आप हम आइडियल मैच नहीं हुए तो क्या हम डार्क साथ में परफॉर्म करेंगे तुम मेरे आइडियल इससे कुछ नहीं होगा तुम मेरा रियल वाला आइडियल मैच थी आइडियल मैच हो और आइडियल मैच रहोगी Okay, okay. Bye guys. See you in another video. कुछ नहीं यसले मेरो घरमा आउने बेलामा मेरो एउटा साथीले बारबार ल्याइदिएको एउटा पर्फ्युम थियो होइन यसले लगाएको पनि होइन के नुहाएरै सकाइदियो कि मैले मेरो पनि त्यस्तै गर्छु अरू पनि जहिले आउने बेलामा नि यहाँको चाबी कोठामा चाहिँ एकछिन भिडियो खिच्दैछु बाबा सौदाले गर्छ नि यसो सुँगुर त डिट्टी छैन